तोतेमो सिजुका देशिता देशिता भनेको होइन शान्त थियो जस्तै होइन टोकियो वा तोतेमो सिजुका देशिता भनेको होइन टोकियो भनेको धेरै शान्त थियो होइन यो भनेको भूतकाल हो तर भन्दाखेरि होइन वर्तमान कालमा के हुन्छ टोकियो वा तोतेमो सिजुका देश भन्दाखेरि टोकियो धेरै शान्त छ होइन धेरै शान्त थियो यसरी हामी चाहिँ तोतेमोलाई चाहिँ वर्तमान काल र भूतकालमा लगेर हामी चेन्ज गर्न सकिन्छ। अब मैले होइन आमारीको बारेमा होइन अब देखाउन गइरहेको छु। तोतेमो र आमारी भनेको दुईटै भनेको सँगसँगै आउने गर्छन्। तोतेमो भनेको चाहिँ धेरै हो यो भनेको सेन्टेन्सलाई भनेको पोजिटिभमा देखाउँछ भने आमारी भनेको चाहिँ त्यसैको उल्टो हो। आमारी भनेको त्यति भनेको यसको मिनिङ के आउँछ भन्दाखेरि त्यति भनेको धेरै नभएको थोरै भएको होइन त्यति भएको जनाउँछ भने यसले सेन्टेन्सलाई भन्दाखेरि नेगेटिभमा जनाउँछ। तोतेमोले चाहिँ सेन्टेन्सलाई पोजिटिभमा जनाउँछ भने आमारीले चाहिँ सेन्टेन्सलाई नेगेटिभमा जनाउँछ। यो दुईटै भनेको चाहिँ एडजेक्टिभ भनेको इ एडजेक्टिभ अर्को भन्दाखेरि ना एडजेक्टिभको चाहिँ अगाडि आउने गर्छ। मैले चाहिँ यहाँ सेन्टेन्स मार्फत देखाउन गइरहेको छु। सुरुमा होइन इ एडजेक्टिभमा छ के छ भन्दाखेरि आमारी वैसी कुनाइ देश आमारी आमारी आयो भने सेन्टेन्सले भन्दाखेरि नेगेटिभमा चाहिँ बनाइदिन्छ। के हुन्छ आमारी वैसी कुनाइ देश यो भनेको चाहिँ वर्तमान काल हो। वर्तमान कालको चाहिँ नेगेटिभ फर्ममा होइन आमारी वैसी कुनाइ देश भनेको चाहिँ त्यति टेस्टी छैन होइन चाहेको जस्तो चाहिँ टेस्टी छैन भनेको यसको मिनिङ आउँछ। आमारी भनेको त्यति। अर्को के छ भन्दाखेरि आमारी यो कुनाइ देश भनेको होइन राम्रो छैन त्यति राम्रो छैन। यो कुनाइ भनेको यसको चाहिँ भनेको के हो इ देश होइन तोतेमो इ देश भनेको चाहिँ धेरै राम्रो छ। यसको चाहिँ के हुन्छ आमारी यो कुनाइ देश भनेको त्यतिको राम्रो छैन भनेको जनाउँछ त्यतिको राम्रो छैन। आमारी इसोगासी कुना खात्ता देश हुन इसोगासी कुना खात्ता देश भनेको चाहिँ भूतकालको नेगेटिभ फर्म हो। यसको वजह जस्तै हुन आमारी इसोगासी कुनाइ देश भनेको त्यतिको बिजी छैन भनेको बुझिन्छ भने त्यसको चाहिँ भूतकालमा के हुन्छ भन्दाखेरि आमारी इसोगासी कुना खात्ता देश भनेको होइन त्यति बिजी थिएन। क्योवा सिगोतो तोतेमो क्योवा सिगोतो आमारी इसोगासी कुना खात्ता देश भनेको होइन आज काम त्यतिको बिजी थिएन भनेर चाहिँ यसको मिनिङ भनेको जनाउँछ। अब भनेको होइन ना एडजेक्टिभमा कसरी प्रयोग गरिन्छ भनेको जस्तै होइन आमारी गेनकी जनाइ देश क्योवा वातासी आमारी गेनकी जनाइ देश भनेको होइन आजमा चाहिँ त्यतिको फाइन छैन त्यतिको होइन राम्रो छैन भनेको बुझिन्छ। भन्दाखेरि अहिले म चाहिँ राम्रोसँग सन्चो भएको छैन भनेको बुझिन्छ होइन आमारी गेनकी जनाइ देश भनेको त्यतिको होइन फाइन छैन त्यतिको सन्चो छैन भनेको बुझिन्छ। अर्को के छ भन्दाखेरि आमारी हिमा जनाइ देश होइन आमारी हिमा जनाइ देश भनेको होइन हिमा भनेको होइन त्यति फेरि होइन त्यति फेरि होइन आमारी हिमा जनाइ देश भनेको त्यतिको फेरि छैन होइन होइन म काम रुममा छु होइन अब दिनभरि फेरि छु दिनभरि मेरो काम छैन भने के भनिन्छ तोतेमो हिमा देश भनेको अहिले धेरैमा फेरि छु तर भन्दाखेरि दिनभरिमा केही हामीसँग काम भयो भने के भनिन्छ आमारी हिमा जनाइ देश होइन त्यतिको होइन फेरि छैन भनेको थोरै थोरै मेरो चाहिँ काम भएको छ भने काम छ भनेको बुझिन्छ। अर्को होइन आमारी सिजुका जनाइ देष्टा होइन देष्टा आयो भने के हुन्छ भनेको भूतकाल होइन नयाँ एडजेक्टिभलाई हामीले चाहिँ भूतकालमा लगाउने बेलामा चाहिँ देशलाई हटाएर हामी देष्टामा राखिन्छ के हुन्छ आमारी सिजुका जनाइ देष्टा होइन त्यतिको होइन त्यतिको शान्त थिएन होइन अब होइन टोकियो वा आमारी सिजुका जनाइ देष्टा होइन भन्दाखेरि टोकियो धेरै सिजुका थिएन भनेको बुझिन्छ। यसरी हामीले तोते भनेको धेरै हो आमारी भनेको थोरै हो थोरै भनेको थोरै त्यति होइन त्यतिको मिनिङ बुझिन्छ। तोतेमो भनेको पोजिटिभमा आउँछ भने आमारी भनेको नेगेटिभमा आउँछ। यसरी हामी चाहिँ तोतेमो चाहिँ आमारीले चाहिँ प्रयोग गर्न सकिन्छ। अर्को चाहिँ यासुईको बारेमा यहाँ म देखाउन गइरहेको छु। यासुई भनेको हो सजिलो होइन यो भनेको भर्बमा चाहिँ लगाइन्छ होइन भर्ब भनेको जुन भर्ब जन्दाखेरि फर्स्ट गुरु भर्ब सेकेन्ड गुरु भर्ब थर्ड गुरु भर्ब चाहिँ
जुन भर्ब चाहिँ मास फर्ममा छ भने हामीले मासले हटाएर के राख्दिने यासुई राख्दिने। जस्तै के हुन्छ, जस्तै न किरिमास भनेको काट्छु न, केही कुरा काट्छु न, मासले हटाएर हामी के राख्दिने यासुई राख्दिने। के हुन्छ किरियासुई। किरियासुई भनेको के हो काट्न सजिलो छ होइन। किरिमास भनेको काट्छु भने किरियासुई भनेको के हो काट्न सजिलो छ। जस्तै न सखाना वा किरियासुई देश भनेको न माछा काट्न सजिलो छ होइन भनेको। यो यासुई भनेको सजिलो भनेको सिम्पल होइन, काट्न सिम्पल छ। ताबे यासुई देश, ताबे यासुई देश भनेको खाना सजिलो छैन। ताबे मास भनेको खान्छु, मासले हटाएर हामी के राख्दिने यासुई राख्दिने। के हुन्छ ताबे यासुई देश भनेको खाना सजिलो छ। जस्तै न पाउरोटीले के भन्छ पान, पान ओ ताबे यासुई देश भनेको पान भनेको पाउरोटी खाना सजिलो छ। नोमी यासुई देश, नोमी यासुई देश भनेको पिउन सजिलो छ। ग्युन्यु ओ नोमी यासुई देश भनेको ग्युन्यु भनेको दुध, दुध पिउन सजिलो छ। तर भन्दाखेरि बियर भयो ओसाके भयो होइन त्यो भनेको अलि हार्ड हुन्छ भने जोसुकैले पिउन सक्दैन। जस्तै न बिरु हो अब हुन त्यो अर्को हुन त्यो निकुइको बारेमा आउँछ न, त्यो भनेको मैले पछि ल्याउँछु न। जुन भनेको पिउन सजिलो छ भने त्यसलाई के भन्ने भन्दाखेरि यासुई होइन। मिजु ओ नोमी यासुई देश भनेको पिउन सजिलो छ। चुकुरी यासुई देश भनेको पकाउन सजिलो छ। जस्तै न याकिसोबा भनेको के हो चाउमिन, याकिसोबा वा चुकुरी यासुई देश भनेको याकिसोबा बनाउन भनेको सिम्पल छ। यसरी हामीले चाहिँ यासुईले चाहिँ सन्डेसमा बनाउन सकिन्छ। अबमा चाहिँ लास्ट वाला चाहिँ निकुई वालामा लिएर आइसकेको छु। निकुई भनेको होइन भर्बको चाहिँ मास फर्ममा जुन भर्ब छ त्यसले हामीले मासले हटाएर चाहिँ निकुई चाहिँ राखिन्छ। निकुईको मिनिङ के हो भन्दाखेरि डिफिकल्ट भनेको गाह्रो होइन। यासुई भनेको सजिलो भनेको सिम्पल छ भने निकुई भनेको त्यसको उल्टो भनेको गाह्रो डिफिकल्ट। जस्तै होइन ताबे मास भनेको खान्छु, मासले हटाएर हामीले निकुई राखेर के हुन्छ ताबे निकुई। ताबे निकुई भनेको खाना गाह्रो छ, खाना डिफिकल्ट छ होइन। जस्तै होइन अब तपाईँ चाहिँ यागी भनेको होइन त्यो यागी भनेको होइन बाख्रा हो, यागी निकु हो। ताबे निकुई देश भनेको होइन बाख्राको मासु खाना गाह्रो हुन्छ भने किन भनेको त्यो हार्ड हुन्छ, अब त्यसमा हड्डी भनेको बढी हुन्छ। सखाना हो ताबे निकुई देश भनेको माछा खाना गाह्रो हुन्छ किनभने त्यसमा चाहिँ काँडा भनेको बढी हुन्छ, त्यसमा हड्डीवाला काँडा भनेको बढी हुन्छ। त्यसैले भनेको त्यो खाना भनेको गाह्रो हुन्छ, खाना भनेको डिफिकल्ट हुन्छ। यसरी हामी चाहिँ युज गरिन्छ। ताबे निकुई देश भनेको खाना गाह्रो छ। नोमी निकुई देश भनेको पिउन गाह्रो छ होइन। अघि मैले भिडियो बनाएको थिएँ के भन्दाखेरि ग्युन्यु हो नोमी यासुई देश भनेको होइन दुध पिउन सजिलो छ। यासुई भनेको सजिलो छ भने निकुई भनेको गाह्रो छ। जस्तै होइन ओसाके हो नोमी निकुई देश भनेको होइन ओसाके भनेको रक्सी, रक्सी पिउन गाह्रो छ किनभने त्यो भनेको हार्ड हुन्छ, जोसुकैले चाहिँ पिउन सक्दैन। त्यसमा भनेको टेस्ट हुँदैन होइन, त्यो अलि गन्हाउँछ, त्यसले चाहिँ जोसुकैले पिउन सक्दैन। चुकुरी यासुई देश, चुकुरी निकुई देश, चुकुरी निकुई देश भनेको पकाउन गाह्रो छ होइन। पकाउन सजिलो छ भने के भने चुकुरी यासुई देश, चुकुरी निकुई देश भनेको पकाउन गाह्रो छ होइन। जस्तै होइन निहोनोरेउरी हो चुकुरी निकुई देश भनेको होइन जापानी खाना पकाउन गाह्रो छ किनभने त्यसमा होइन जापानी सोसहरू थुप्रै हुन्छन् होइन। यसको होइन अब खाना पकाउने भनेको मेथड भनेको छुट्टै हुन्छ, त्यसले भनेको यदि हामी सिकेन भने त्यो पकाउन भनेको गाह्रो हुन्छ। खाकी निकुई देश भनेको होइन लेख्न गाह्रो छ होइन। अब हामी खान्जी लेख्ने बेला हामीले त्यसको होइन बारेमा थाहा हुन कुन कता हुन्छ भने त्यो भनेको के हो लेख्न गाह्रो छ होइन। हिरागाना भनेको खाकी यासुई हो भने खान्जी भनेको खाकी निकुई हो। हिरागाना भनेको लेख्न सजिलो छ, लेख्न सजिलो छ तर भन्दाखेरि खान्जी भनेको लेख्न गाह्रो छ। अर्को जस्तो होइन तेगामी हो
खाकिनी कोइरेस भनेको न लेटर लेख्न गाह्रो छ होइन। अब हामी जापानी भाषामा होइन लेटर लेख्ने पर्ने भयो भने के लेख्ने कसरी बनाउने भनेको हामी सोचिन्छ, त्यो भनेको के हो लेख्न गाह्रो छ। यसरी हामीले चाहिँ त्यो होइन आज मैले चाहिँ 4वटा बारेमा लिएर आएको थियो न। तोतेमो भनेको धेरै हो, आमारी भनेको त्यति होइन, त्यति भनेको न त्यो भनेको नेगेटिभमा जान्छ भने, तोतेमो भनेको पोजिटिभमा जान्छ भने, यसोई भनेको सजिलो छ, सिम्पल छ, खाना सिम्पल छ, पिउन सिम्पल छ, निकुई भनेको पिउन गाह्रो छ, लेख्न गाह्रो छ, खाना गाह्रो छ भने यो 4वटा सेन्टेन्स भनेको चाहिँ धेरै इम्पोर्टेन्ट छन्। यो 4वटा वर्ड भनेको JLPTN 4 मा चाहिँ ग्रामरहरुमा लिसनिङहरुमा चाहिँ आउने भनेको धेरै गरिन्छ होइन। त्यसैले भन्दाखेरि तोतेमोर आमारी भनेको एक सेटमा, यसोई र निकुई भनेको एक सेटमा, यो चाहिँ 4वटा वर्ड भनेको जान्नै पर्छ। त्यसैले होइन आज म चाहिँ यसको भिडियो लिएर आएको थिएन। आजको लागि यति नै। उसकार समारेश, बाइ बाइ।